साइकल चढ्ने राजाको आवश्यक छ यो देश। राजा चाहिँ साइकलमा हिँड्ने अरे। अब आजकल चाहिँ केमा हिँड्छन् हौ? साइकलमा हिँड्छन् कि गाडीमा हिँड्छन् कि? हाम्रो ज्ञानानुसारी जनताहरूलाई कति भरम छोड्नु भएको भने हामीलाई साइकलमा चढ्ने राजा चाहियो अरे। कहाँबाट ल्याउनु त? को साइकलमा हिँड्ने त्यसका बाजे? साइकल चलाउन आउँछ आउन नि तपाईँको राजालाई? पहिला साइकल चलाउन त्यो राजालाई आउँछै आउँदैन होइन? तपाईँको राजालाई कति पुज्नुहुन्छ भने क्या तपाईँ होइन? राजा कसले मान्ने हो र? नेपाल जनताले फालिसकेको राजा, मरिसकेको भूतलाई तपाईँले यार साइकल चलाउँछु भन्दै हुनुहुन्छ होइन? को राजाले साइकल चल्ने भनेको? सबै ड्याङको मुला एउटै हो। नेपाली जनताले उल्लु नबनाएको हुन्छ कसैले पनि होइन? कतिजना नेपाली मर्ने भनेको के? कतिजना युवाहरू ज्यान गुमाउनु पर्ने तपाईँहरू निम्ति, तपाईँहरू पेट पाल्ने निम्ति। तपाईँको पनि पहिला नेपाली हाम्रो भन्ने संस्था थियो। कहाँ गयो त्यो संस्था? कति पैसा झ्याम पार्नु भयो त्यसमा तपाईँलाई थाहा छ? एउटा सदस्य लिएको तपाईँले 500 रुपियाँ लिनुहुन्थ्यो। त्यत्रो पैसा कहाँ गयो तपाईँले? तपाईँ मात्र चोखो मान्छे हो र? तपाईँलाई नचिने हो र? तपाईँ जस्तो फटाहा मान्छे कोही छैन।